आफैमाथि भएको त्यो दुर्व्यवहारका घटनाहरू कहिलेकाहीँ चाहिँ सम्झिनुहुन्छ? सम्झिन्छु म। जस्तो आज त तपाईँ र आज पनि होइन, आज पनि सयौँ हर्क साम्पाङ, हजारौँ हर्क साम्पाङ त्यो गेटबाट फर्किरहेको होला। एकचोटि हाम्रो बिना मगर भन्ने हुनु त उहाँको नाम लिँदा अलिकति अप्ठ्यारो होला। उहाँ के अरे खानेपानी मन्त्री हुनुहुन्थ्यो। 7 दिन म तपाईँको चाहिँ के अरे लजमा बस्नु पऱ्यो। भरै भोलि भ्याउनुहुन्न, भरै भोलि। अनि मेरो पालो रिस उठेर त्यो फाइल, जुन फाइल मैले लिएको थिएँ, अब यस्तो खालको फाइल हुन्छ नि त, त्यो खरानी कलरको फाइल हुँदैन त, त्यो फाइलमै मैले खानेपानी मन्त्री मुर्दाबाद लेखेर त्यो गेटमा उभिएँ। पुलिसले घोक्राउँदै मलाई पक्रेर लग्यो। भरे छोडिदियो, पर लग्यो। यस्तो नगर्नु, आइन्दा गोली हान्दिन्छ तँलाई भनेर भन्नु है। त्यो सिंहदरबारमा यस्तो देखाउनु मिल्छ? त्यो रिस्ट्रिक्टेड एरिया हो, तँलाई गोली पनि लाग्न सक्छ भनेर हकारेर झपारेर पठायो। मेरो आफ्नो व्यक्तिगत केही होइन, म व्यापार गर्छु, मलाई यस्तो फर्म खोल्छु, मलाई यस्तो दर्ता गरिदिनुहोस् भनेर मैले नेतालाई धाउने, सिंहदरबार धाउने मेरो कुरा कहिले पनि छैन। त्यत्रो धरानुभव महानगरपालिकाको खानेपानीको विषय लिएर आएँ। सरी, भावुक भयो।